ल है गोर्खेहरू यस्तो ल हेलो साथीहरू दर्शक नमस्ते टस्टीले सिमी सेपा के छ हजुरहरू सन्चै हुनुहुन्छ ल म पनि एकदम सन्चै नै छु आज पनि फेरि भ्लग सुरु गर्दैछु म चाहिँ आफ्नै कम्पनीबाट चाहिँ सुरु गर्दैछु आजको दिनमा चाहिँ कस्तो हुन्छ भनेदेखि अब टक्क गएर चाहिँ डाँडातिर गएर चाहिँ फुल हेरिन्छ हैन अहिले चाहिँ कोरियामा चाहिँ फतकत भन्ने फुल चाहिँ फुल्ने सिजन भएको छ त्यही भएर हामी पनि आज चाहिँ समय मिलाएर जान लागेको छौँ हामी चाहिँ अहिले यहाँबाट चाहिँ 3 जना जान्छौँ अनि तल चाहिँ 3 जनासँग भेट हुन्छ दाइहरुसँग चाहिँ लेट्स सी गो के हुन्छ हेरौँ है साथीहरु धेरै समयपछि चाहिँ ब्लग बनाएको छु हजुरहरुले माया गर्दिनु होला इन्टरटेनमेन्ट गर्दिनु होला भन्न चाहन्छु लेट्स सी गो अब चाहिँ एकैचोटी फुलको ठाउँमा भेटौँ है त साथीहरु ल अब चाहिँ टक्क हामी यता फुल हेर्नको लागि चाहिँ जाने छौँ हैन अनि कतिको एक्साइटेड छ त फुल म त यहाँ टिकटक बनाउने भनेर टिकटक त के बनाउनु यसो फोटोसोट हाल्नु फर्स्ट टाइम हो नि त साकुरा हेर्न लाग्यो साकुरी अब ठिक छ यता चाहिँ दाइहरु जाँदै हुनुहुन्छ यता एकजना नयाँ गोर्खे चाहिँ अगाडि पुगिसक्नु भयो हल्का शनिबार आइतबार कोरियामा यस्तै छ अब परदेशको जिन्दगी चाहिँ हैन समय चाहिँ हप्तामा एकचोटि मात्र यस्तो घुम्ने समय आउँछ टक्क ल अब चाहिँ एकैचोटि फुल फुलेको ठाउँमा ल फाइनली अब चाहिँ यहाँ ओए टक्क फुल चाहिँ खासै फुलेको छैन रहेछ अहिले चाहिँ समय बाँकी रहेछ वाउ यता चाहिँ के प्रोग्राम भएको जस्तो छ यता टक्क दामी प्रोग्राम रहेछ क्या यता फेरि आज चाहिँ खतरा तरिको के थियो क्या पहिले चाहिँ यहाँ फुटबल ग्राउन्ड पनि थियो ल है झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभी मन पापी भुतुकै भए नि यस्तो छ क्या टक्क अहिले चाहिँ मन त लोभ्याएन ठिकै छ है साइकलको जस्तो छ क्या फेरि यहाँ पार्किङ गर्ने ठाउँ नभएर यस्तै लडाइ रहेछ कोही यता गाह्रो छ नि अर्काको देशमा होइन भनेको ठाउँमा साइकल राख्न पाइँदैन यस्तो हुन्छ साथी साइकल राख्ने ठाउँ यस्तो ल यस्तो छ यता कार्यक्रम रहेछ अब त्यहाँ जाने होला त्यहाँ खानालाई यहाँ ट्याक्क अब यहाँ बोलाएको त छैन अब जाउँ न त्यहीँ गएर हेरौँ के हुँदो रहेछ होइन तर दामी त्यो अहिले त्यो खोल्छ होला यार त्यो माथि छ नि त्यो दाइ त्यो हो तिम्रो माल भिडियो गरिसक्यो ल ल ल ल गर्ने के ल है ल यस्तो छ क्या दामी यहाँ अहिले चाहिँ फुल फुलेर अझै हल्का फुल नै बाँकी रहेछ क्या अर्को आइतबार चाहिँ दामी हुने रहेछ यस्तो छ क्या अहिले चाहिँ टक्क यहाँ चाहिँ पुरै फुल हेर्नेको चाहिँ भिडभाड हुन्छ क्या यस्तो तरिकाको हाम्रो गोर्खेहरू चाहिँ यता छ सब तोरी लाउरेहरू चाहिँ जीवन अनि आजको फुलको के मन लोभ्या त फुलले फर्स्ट टाइम देखेको राम्रो लाग्यो नि त्यस्तो तर अझै हल्का फुलेको छैन रहेछ अझै राम्रो हेर्न पाइन्छ जस्तो लागिरहेको मलाई अर्को आइतबार चाहिँ दामी हुन्छ होला मेरो विचारमा जहिले फोटोमा फेरि वीरेन्द्र त फोटो हो नि लास्टै यस्तो भिडियो हुन्छ यार फेरि गाडी आक्काकै हुन्छ क्या यहाँ चाहिँ अनि वीरेन्द्रको के छ यता हेर्नु पर्यो प्रतिक्रिया दिनु पर्यो यो फुलको बारेमा के तर समग्रमा त्यति साह्रै चित्त चाहिँ बुझेन है आज मान्छे आज खासै भने यार खासै लोभ्याएन यार मान्छे सोचेको थियो झक्कमक्क होला भनेर यस्तो ढक्कमक्क होला भनेर सोचेको
अर्को हप्ता चाहिँ ठिक्कै हुन्छ क्या आइतबार चाहिँ होइन पानी परेन भने चाहिँ वाउ दामी दामी ल है कडा हो नयाँ गोर्खे ए दामी देखिँदैछ यार फुल चाहिँ यस्तो छ है साथीहरू अहिले चाहिँ खासै फुलेको छैन क्या टक्क ल जाउँ है दाइ अब हामी लगभग यहाँबाट चाहिँ हाम्रो लोकेसन चाहिँ अब अर्को ठाउँमा सिफ्ट गर्दैछौँ हामी टक्क यहाँ चाहिँ किनभने लास्टै गाडी जाम भयो कि यस्तो अहिले चाहिँ पुरै यहाँ पर्तिर चाहिँ एउटा अगाडि गाडी चाहिँ झरेको रहेछ उँधो पार्किङ गर्ने क्रममा उता अगाडि अनि त्यही भएर अहिले यहाँ चाहिँ गाडी एकदम जाम भइरहेछ त्यही भएर साथीहरू हामी चाहिँ यहाँबाट अब जाँदैन बेटर होला भनेर चाहिँ हामी निस्किन लाग्दैछौँ अब यहाँबाट चाहिँ पर्तिर गएर त्यहाँ गएर कहाँ हो त्यहाँ गएर चाहिँ खाजासाजा खाएर चाहिँ जाने कुरा हुँदैछ खाजा पो छैन फेरि त्यहाँ ल यस्तै छ है साथीहरू कोरियाको फतको त्यस्तै छ है ल अब चाहिँ साइकलको छेउतिर जाँदै छौँ हामी चाहिँ साइकल लिनलाई टक्क साइकल पनि लिनु पऱ्यो नि त होइन किनभने पार्किङ ओ साइकललाई चाहिँ त्यहाँ अघि पार्किङ गर्नको लागि ठाउँ पनि भएन क्या हो र गाडी आइरहेछ ठिकै छ यस्तो छ क्या झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लबी मन पापी यस्तो रहेछ यार साइकलको हालत खराब ओ राजा कसको क्याप्टो भयो यार यो ल है साथीहरू सरब चाहिँ हामी खोलातर्फ चाहिँ जाँदैछौँ टक्क आज चाहिँ मौसम दामी क्लियर छ क्या आजको मौसम चाहिँ टक्क तरिकाले फोटोसुट हुने रहेछ यता चाहिँ टक्क ल अब चाहिँ खोलाको किनारे चाहिँ यो साइकलको लेन समाएर चाहिँ जानुपर्ने हुन्छ यहाँ चाहिँ माथिबाट चाहिँ गाडीहरू गुड्ने ठाउँ हो भने चाहिँ साइकलको लागि चाहिँ त बनाएको छ र चाहेको खण्डमा हामी माथिबाट पनि जान सकिन्छ तर सेफ्टीको लागि चाहिँ त्यो तलबाट जानुपर्ने हुन्छ टक्क अहिले चाहिँ योपालि हल्का यो हप्ता चाहिँ हल्का कोपिरहेछ फुल अब अर्को हप्ता चाहिँ टक्क दामी तरिकाले फुल्ने जस्तो छ ल टक्क अब यहाँबाट गएर चाहिँ कुन ठाउँमा एकछिन बस्ने हो लगभग यहाँ चाहिँ हामी धेरै समय बस्यो क्या यो फुलको वरिपरि चाहिँ फोटोहरू खिचियो टक सिरिरी आवाज चलिरहेछ यार ल 4 जना गोर्खेहरू चाहिँ अगाडि कटिसक्नु भएछ टक यस्तो छ क्या यता चाहिँ तलतिर चाहिँ नदी छ त्यही भएर चाहिँ हल्का यहाँ चाहिँ चिसो मौसमभन्दा पनि चिसो हावा लागेको जस्तो भइरहेछ मलाई ल हे अहिले चाहिँ सबैजना भेट भयौँ हामी धेरै समयपछि चाहिँ ल है साथीहरू अब चाहिँ टक्क रुमतिर फर्किनु पर्ने हुन्छ टक्क रुम चाहिँ माथि अब बाटोको छेउभन्दा हल्का माथि हाम्रो चाहिँ
जानुपर्ने हुन्छ। हाम्रो चाहिँ यस्तै साइकल लिएर आएका छौँ, सबैजना साइकलमै हुनुहुन्छ टक्क तरिकाले। अब अर्को हप्ता पनि हामी यहीँ नै आउनेछौँ, त्यतिखेर चाहिँ धेरै राम्रो फुलिन्छ होला फुल। अहिले चाहिँ हल्का कोपिला जस्तो पनि छ, फुल पनि फुलेको जस्तो न त। मालवाहक गाडी टक्क। सुन सुन साथी है सँगै। ल अब चाहिँ टक्क हामी चाहिँ रुमतर्फ चाहिँ फर्किनै छौँ टक्क। कताबाट जाने हो, यताबाट कि उताबाट? यतैबाट जाँदा पनि हुन्छ, यतैबाट जाँदा पनि हुन्छ। ल साथीहरू हामी चाहिँ अब टक्क यस्तो तरिकाले चाहिँ जाँदैछौँ कि खोलाको किनार किनार। खोलाको किनार किनार जाँदाखेरि चाहिँ यता चाहिँ खासै गाडीहरू आउँदैन नि त, त्यही भएर हामी चाहिँ यो बाटो जाँदैछौँ टक्क। ल है साथीहरू अब चाहिँ कोरियामा लगभग यो समय चाहिँ 3, 4, 5 महिनासम्म चाहिँ 6 महिनासम्म चाहिँ एकदम बिन्दास तरिकाले घुम्न सकिन्छ। खासै गर्मी पनि हुँदैन, जाडो पनि हुँदैन, शीतल। त्यसपछि चाहिँ फेरि गर्मीको समय सुरु हुन्छ, यस्तो समयमा चाहिँ हिँड्न सकिँदैन। यस्तै छ है कोरियाको रहनसहन चाहिँ। बाँकी 6 दिन चाहिँ काम गर्नुपर्ने हुन्छ, एक दिन यसरी साथीभाइहरूसँग जम्मा भएर यसरी हिँड्दाखेरि चाहिँ अब सामने बजार चाहिँ त्यहाँबाट अहिले पनि मेरो एकचोटि चाहिँ क्याब उडाएको अवस्था हो कि अहिले पनि यता चाहिँ काम गर्दै हुनुहुन्छ हजुरआमाहरू चाहिँ टक्क तरिकाले। हजुरआमाहरू त होइन क्या, यो चाहिँ लसुनको खेती रहेछ, प्याजको चाहिँ यो एउटा प्याजको चाहिँ ल यो चाहिँ मल है त। मललाई चाहिँ यस्तो तरिकाले ऱ्यापिङ हानेको हुन्छ कि यहाँ चाहिँ टक्क। ल ल ल अब चाहिँ बजारमा पुगेपछि भेटौँला।